नमस्कार। म यतिखेर यो हरियोन बजारको व्यस्त स्थानमा छु र मसँग यतिखेर उदय गोले भाइ पनि हुनुहुन्छ। शारीरिक रूपमा अलिकति अशक्त हुनुहुन्छ, कमजोर पनि हुनुहुन्छ। यद्यपि उहाँ पढाइमा आफ्नो कुशलतामा आफ्नो क्षेत्रमा निकै राम्रो हुनुहुन्छ, अब्बल पनि हुनुहुन्छ। अहिले उहाँ हरियोन नगरपालिका वडा नम्बर 10 मा कसैको घरमा आश्रित भएर बस्नु भएको छ। उनै उदय गोले, जसका सपनाहरू निकै ठुला छन्, जसका सपनाहरू अरू मान्छेका आम मान्छेका जस्तै छन्, तर उहाँका सपना किन पुरा हुन सकिराखेका छैनन्, यो विषयमा हामी थोरै संवाद गर्नेछौँ, छोटो संवाद गर्नेछौँ र उदय भाइ जस्तो एउटा केही गरौँ भन्ने एउटा उत्साह आँट बोकेको मान्छेको बारेमा थोरै बहस गरौँ भन्ने मलाई लागेर आज तपाईँहरूको बिचमा म सहभागी भएको छु। अलिकति जोड्न पनि चाहे। उदयजी आफै हिँड्न सक्नुहुन्न, उहाँलाई कसैको सहारा चाहिन्छ। 2-3 पाइला पनि आफै हिँड्न सक्नुहुन्न, उहाँलाई गाडी नै चाहिन्छ कि कसैको सहारा चाहिन्छ। त्यसपछि मात्र उहाँ घर पुग्न सक्नुहुन्छ। तर राम्रो बोल्नुहुन्छ, राम्रो वक्ता हुनुहुन्छ, उहाँ राम्रो हुनुहुन्छ, मान्छे हेर्दा पनि सुन्दर हुनुहुन्छ। उनी उदय भाइसँगको संवाद आज तपाईँहरूको बिचमा राख्दैछु। उदयजी, तपाईँलाई स्वागत छ। तपाईँ आफै भनिदिनुहोस् न, तपाईँको घरको बारेमा, तपाईँको घर कहाँ हो, तपाईँ कोसँग बस्दै हुनुहुन्छ, तपाईँको के छ, जीवनचर्या के छ, यो बारेमा थोरै भनिदिनुहोस् न। नमस्ते सबैलाई। मेरो नाम चाहिँ उदय गोले हो। पहिला चाहिँ मेरो घर चाहिँ लालबन्दी परगनको 16 नम्बर वडाको छेउमा पर्थ्यो। अनि अहिले चाहिँ यहाँ लोकसेवा क्लास दिइरहेको कारणले मैले यहाँ आफन्तकोमा बस्नु परेको, नाता जाउनको कारणले बसाइ चलाइरहेको बसेको। अनि अहिले चाहिँ म अब गाउँमा साथी नभएको कारणले क्लास भएको कारणले बोलचाल होस् भनेर हाम्रो दाजुहरू यहाँ बस्नुहुन्छ कोठा लिएर। अनि उहाँ बेला बेला नै आउनुहुन्छ, कुरा गर्नुहुन्छ। अनि त्यहाँ खुसी लाग्छ। घरभन्दा बढी खुसी यही हुन्छ भनौँ न, क्लासभन्दा। तपाईँको जीवनचर्या चाहिँ कसरी चलेको छ? तपाईँले अहिले कतिसम्म पढ्नुभयो? अब जीवनचर्या त के भनौँ, 1 देखि 10 क्लाससम्म त अब सिआरएन चाइल्ड स्कुल नेपालले सहयोग गर्नुभएको थियो, विदेशी संस्थाले। अनि उहाँहरूको नियम चाहिँ के हो भने 10 क्लाससम्म चाहिँ उहाँहरूले आफै राखेर पढाउनुहुन्छ संस्थामा। अनि उमेर पनि हेर्दो रहेछ। अनि मेरो चाहिँ उमेर चाहिँ घटेको, तर क्लास पुरा नभएको कारणले मलाई चाहिँ पढाइ सकाएर नै उमेरको के अरे ध्यान नराखिकन पढाइ सकाएर मलाई यहाँ उयो गर्नुभयो। अनि लकडाउनको त्यो सकेपछि अनि फेरि यता अब 2 वर्षको ग्याप भयो भनेर अनि के गर्न चाहन्छ भने अनि आफ्नो त स्किल थिएन पढाइ बाहेक। अनि यहाँ अब छानबिन गर्दाखेरि यहाँ चतुर्भुज क्याम्पस राम्रो भएको कारणले तिमी पढ्छौ भनेर मलाई सोध्नुभयो उहाँहरूले। अनि मैले पढ्छु भने अनि 11-12 यहाँ सकाएँ, राम्रो नतिजा ल्याएर। अनि त्यसपछि अब फेरि त्यही हो, अब उनीहरूले भने सोध्न थाल्यो, अब के गर्छ भाइ, अब 12 क्लियर गरेँ, पढाइ पनि राम्रो छ, अब के गर्न चाहन्छ भने अब आफ्नो चाहिँ सपना ठुल्ठुलो छ। तर शारीरिकले चाहिँ बाटो अलि रुकावट गऱ्यो। अनि अब यसो मध्यनजर यताउति सबै साइड लगाएर हेर्दाखेरि अब मैले चाहिँ अब लोकसेवाबाट नाम निकाल्न सकियो भने चाहिँ मेरो जीवन अलिक राम्रो छ भनेर अहिले केटाको लागि फरिताको लोकसेवा तयारी गर्दैछु। ओके, उदय भाइसँग, उदयजीसँग तपाईँहरूले सुन्नुभयो, उहाँको यति राम्रो स्पष्ट बोली छ। यद्यपि उहाँ हिँड्न सक्नुहुन्न, उहाँका सपनाहरू हामी जस्तै आम मान्छेका जस्तै ठुला छन् सपना। उहाँ त्यो सपना पुरा गर्नको लागि उहाँ भौतारिराख्नु भएको हामीले देखेका छौँ। र युथ गाइड ट्रेनिङ सेन्टर छ हरियोनमै, यसले चाहिँ उहाँलाई निकै ठुलो सहुलियतमा अहिले खरबारको तयारी गर्दैछु भनेर उहाँले भन्नुभएको छ। उहाँहरूले पनि सहयोग गर्नुभएको छ र अरू पनि दाजुहरूले उहाँले भन्नुभएको छ। उहाँ यतै बस्नुहुन्छ, यहाँ नास्ताहरू पनि खाइराखेको, कति काहीँ चिया पनि खाएको देख्छु। काठमाडौँ आउनुभएको दाइहरू अरूले पनि मलाई सहयोग गर्नु भएको छ भन्नुभएको छ। उदयजी, तपाईँलाई चाहिँ अबका दिनहरूमा राज्यले अथवा कसले सहयोग गरिदियोस् र कस्तो बनौँ भन्ने चाहना छ? अब शारीरिक अनुसारले त साथ दिएन, त अब आफ्नो इच्छा अनुसारले त ठुल्ठुलो सपना थियो, शारीरिकले साथ दिएन। अनि अब अलिअलि त्यो जागिर खोजिराख्नु समय लाग्छ भनेर भत्ता बनाउनु गएको थियो। भत्ता बनाउनु जाँदाखेरि चाहिँ अब कानुनको नियम अनुसारले यस्तै के अरे निलो कार्डमा पऱ्यो। अनि निलो कार्डको अनुसारले 3 महिनाको लगभग 6000 भनेर गऱ्यो। ए, महिनाको 2000 मात्र आउँछ? तपाईँलाई 2000ले खान पुग्छ त? कहाँ पुग्नु, त्यो त मेरो त किताब कपी किन्दैमै सकिन्छ। अनि तपाईँ यहाँबाट हरियोनबाट ताइवानसम्म वडा नम्बर 10सम्म पुग्नुहुन्छ, त्यहाँसम्म पुग्दा 1 दिनको भाडा कति लाग्छ आउन जानु? त्यही दिनको त अब 280 भनौँ,
रिजर्भ भएको कारण म यस्तो शारीरिक भएर हिँड्न त्यो अलिक हेरचाह बढी गर्नुपर्छ नि त ड्राइभर दाइ जिम्मा दिएर अनि यताउति भाडासाडा जोडेर लगभग दिनको 280 गरेर भन्नुभएको थियो। पछि नास्ता तपाईँलाई कसले खुवाउँछ? नास्ता त अब चाहिँ घरकोले अलिअलि खर्च धेरै नै दिनुहुन्न, त्यति 50-60 रुपियाँ दिएर अनि त्यो पठाएर हुन्छ। तपाईँलाई मैले जोडेँ उदय गोलेजीसँगको संवाद यति मिठो संवाद भइराखेको छ। मेरो चाहिँ सबैसँग अनुरोध, हरियोन पालिकासँग र स्थानीय स्तरका नेतागणहरूसँग र उहाँलाई जसले चिन्नुभएको छ उदय भनेर, उहाँलाई एउटा सानो जबको र सानो काम गर्ने ठाउँ भएदेखि म आफ्नो जीवन चलाउँथेँ भनेर उहाँले भन्नुभएको छ। अर्को कुरो चाहिँ शारीरिक रूपमा अपाङ्ग उहाँ चाहिँ हाम्रो सम्पत्ति पनि हो। मेरो बुझाइमा हरियोन नगरपालिकाको सम्पत्ति हो, सर्लाहीको सम्पत्ति हो। यो सम्पत्तिलाई हामीले सधैँभरि यसरी नै देखिरहन पाऊँ। उहाँ जतिको मान्छे जसरी हिँडिराख्नु भएको छ, जसरी शान्त भावले उहाँले आफूलाई प्रस्तुत गरिरहनु भएको छ, त्यो ढङ्गले उदय गोलेका सपना पुरा गर्नको लागि तपाईँ हामी पनि एकजुट बनौँ, म यही अनुरोध गर्छु। र अन्त्यमा तपाईँले यो हाम्रो मिडिया मार्फत केही भन्नुपर्ने छ? मेरो आवाजलाई धेरै धन्यवाद दिन्छु, किनभने अहिले आफ्नो मनमा लुकेको कुराहरू चाहिँ व्यक्त गर्नमा धेरै खुसी लागेको छ। अनि अरू चाहिँ के हुनु, धेरै छैन कुरो। हस्, धन्यवाद। हस्, धन्यवाद।